हिजो मात्र ग्लिप्स गार्डनमा एकजना मिस आउनुभयो र उहाँको प्लान्ट इन्ट्रेस्ट केही यस प्रकारको थियो। मलाई चाहिँ होइन, धेरै मेसी पनि नाइ हुन्छ नि कि लाइक सर्ट हाइट, बुसी एन्ड केयर पनि धेरै गर्न नपर्ने, थोरै पानी अनि ठिक्कको मल दिए पुग्ने। तर चाहिने फेरि प्लान्ट बदलिराख्नु पर्ने झन्झट पनि नाइ है। यसो क्या, एकपटक रोपेपछि भनौँ न सधैँ जस्तोलाई हुने खालको प्लान्ट राख्न मन छ। एन्ड मेरो कलर प्रिफरेन्स चाहिँ ल्याभेन्डर हो है। एन्ड अफ कोर्स उहाँको प्लान्ट रिक्वायरमेन्ट यति सुनिसकेपछि अरू कुनै विकल्प थियो र? मैले सिधै ल्याभेन्डर नै रिकमेन्ड गरेँ। ल्याभेन्डर नै किन त, जानिराखौँ थोरै केयर टिप्स पनि। यो सर्ट हाइट बुसी प्लान्ट वर्षौसम्म टिकिरहने बाह्रमासे पेर्नियन नेचरको हुन्छ, जुनमा पर्पल कलरका ससाना फुलहरू फुल्छन् अनि त्यसैले पनि यसलाई ल्याभेन्डर भनिन्छ। माइल्ड फ्रेग्रेन्ट नेचरको यो प्लान्ट हनीबीज एन्ड बटरफ्लाईलाई पनि एट्र्याक्ट गर्छ अनि हामीलाई नगर्ने त कुरै भएन। कन्ट्याक्ट ग्लिप्स गार्डन, काठमाडौँ।